हेलो नमस्ते स्याजल सम्पूर्णमा द भोइस अफ नेपाल सिजन 7मा चाहिँ हाम्रो लमजुङको चेली दुई डाँडाबाट हाम्रो सन्जिता दुरा बहिनी चाहिँ अहिले फाइनलिस्टमा पुग्नु भइसकेको छ र अब आजमा चाहिँ केही अब घन्टापछि चाहिँ होइन उहाँको चाहिँ अब नतिजा चाहिँ थाहा हुन्छ भोइस अफ नेपालको। त्यही भएर चाहिँ उहाँलाई देश विदेश तथा अब हामी जति पनि नेपालमा बस्नुभएको हुन्छ उहाँलाई एकदम मन पराउनेहरूले चाहिँ सबले एकदम भारी मतले चाहिँ भोट गरेर चाहिँ उहाँलाई जिताउनु होला। अनि स्पेसली अब लमजुङवासीले चाहिँ जिताउनुपर्छ। देश विदेशमा भएका र जति पनि हाम्रो अब जिल्लामै भएका जति पनि छरेर नेपालमा छरिएर बसेका लमजुङका जनताहरूले चाहिँ उहाँलाई भारी मतले चाहिँ विजय गराएर चाहिँ लमजुङको सान राख्नुपर्छ। त्यसैले चाहिँ उहाँलाई चाहिँ भारी मतले चाहिँ जिताउनुपर्छ। जिता दुरा बहिनी डु यर बेस्ट होइन। लमजुङवासीको तपाईँलाई चाहिँ एकदम भारी मत आउनेवाला छ र होइन तपाईँलाई चाहिँ लमजुङवासीको आशीर्वाद र देश विदेशमा भएका सबै लमजुङ जिल्लाबाट चाहिँ तपाईँलाई चाहिँ धेरै आशीर्वाद दिएको छ। र भोइस अफ नेपाल चाहिँ सिजन 7 चाहिँ लमजुङकै पोल्टोमा चाहिँ ल्याउने चाहिँ अब सबको जमर्को छ। त्यसैले बेस्ट अफ लक बहिनी। लमजुङवासी आर रेडी। सन्जिता दुरा बहिनीलाई आज जिताउनुपर्छ र भोइस अफ नेपाल सिजन 7 को फर्स्ट प्राइज हाम्रो लमजुङको पोल्टोमा आउनुपर्छ र हाम्रो नारीलाई विजय गराएर लमजुङको सान नाम सब राख्नुपर्छ र त्यही भन्दै अनि मलाई पनि माया गरिदिनुहोस् है। मलाई पनि मेरो फेसबुकमा चाहिँ मलाई फलो गरेर चाहिँ मलाई माया देखाइदिनुहोस् होला होइन। म कोसिस गर्दैछु समथिङ सबै कुराहरू कोसिस गर्दैछु र मेरो युट्युब च्यानल चाहिँ मिस्टर हिप्पी ब्लग छ होइन। उहाँ पनि गएर सबले च्यानलमा सब्सक्राइब गरेर बेल आइकन बजाएर चाहिँ मलाई माया देखाइदिनु होला है त गाइज।